हेलो एभ्रिवान, नेपाली भान्सा विथ ऋतु च्यानलमा यहाँहरूलाई धेरै धेरै स्वागत छ। आज म तपाईहरुसँग सजिनको पातको दालको रेसिपी शेयर गर्दैछु। तपाईहरु पनि घरमा बनाएर खान सक्नुहुनेछ। सबैभन्दा पहिला हाँगाबाट पातलाई अलग अलग गरी छुट्याउने। दाललाई मिठो फ्लेभर दिनका लागि स्वाद अनुसार नुन, लसुन, टिमुर अनि मैले यहाँ केही मात्रामा भिन्डी पनि लिएको छु। चिप्लो बढी मन पराउनु हुनेहरूले यहाँ भिन्डी राख्न पनि सक्नुहुनेछ, नभए केही फरक पनि पर्दैन, त्यो चाहिँ अप्सनल हो। लिएको भिन्डीलाई मसिनो गरेर काट्ने। ग्यास बालेर भाँडा राखिसकेपछि आवश्यक अनुसार तातो पानी राख्ने। उम्लेको पानीमा काटेको भिन्डी राख्ने। भिन्डीलाई 3 मिनेट पाक्न दिने, चलाउने। 3 मिनेट पछाडि सजिनको पातलाई उम्लेको भिन्डीमा लगाउने। सजुनलाई राम्रोसँग चलाउने। 1 टेबलस्पुन सानो चम्चाको खाने सोडा लगाइसकेपछि कम्तीमा 10 मिनेट पाक्न छोड्दिने। पाकेको नपाकेको थाहा पाउनलाई औँलाले मेस गरेर हेर्ने। मेस गर्दा पाकिसकेको भए राम्रोसँग फिर्के लगाउने। फिर्के लगाइसके पछाडि स्वाद अनुसार नुन लगाउने। सँग चलाउने। ग्यासको फ्लेम अफ गर्ने। गार्लिक पेस्ट लगाउने। त्यस पछाडि टिमुरको पेस्ट पनि लगाउने। राम्रोसँग चलाउने अनि हाम्रो सजिनको दाल रेडी हुन्छ सर्भ गर्नका लागि। मिठो मिठो तातो तातो।